यदि तपाईको फेसबुक मोनिटाइज भएको छ भने यो भिडियो तपाईको लागि। हामीलाई फेसबुकले बेला बेलामा धेरै बोनसहरू दिइरहेको हुन सक्छ। यदि हामीले प्रोफाइल भित्र गएर भिजिट गरेनौं भने र बेला बेलामा चेक गरेनौं भने फेसबुकले दिएको बोनस पनि हामीले लिएर जानेछ। आज हामीले फेसबुकले दिएको $1 बोनस सजिलैसँग कसरी पूरा गर्ने भनेर तपाईलाई यो भिडियो मैले प्रस्तुत गरेको छु। ल हेर्नुस् है, तपाईले पोस्ट र शेयर गरेका आधारमा तपाईले $1 केही समयमै कमाउन सक्नुहुनेछ। कसरी रहेछ? ल आउनुस् जाउँ। सबैभन्दा सुरुमा तपाईले आफ्नो फेसबुक खोल्नुहोस्। फेसबुक खोलिसकेपछि तपाई आफ्नो यहाँ तीनवटा धर्कामा जानुहोस् र त्यसपछि तपाई आफ्नो ड्यासबोर्डमा थिच्नुहोस्। ड्यासबोर्डमा थिचिसकेपछि तपाईले माथि मोनिटाइज भनेर देख्न सक्नुहुन्छ। माथि मोनिटाइज भएको अप्सन तपाईले थिच्नु होला। यहाँ थिचिसकेपछि तपाईले यहाँ अपडेटमा दिएको केही कुराहरू सार्दै जानु होला। तपाईलाई यहाँनिर देखाउन सक्नेछ। यहाँले तपाईलाई $1 बोनस अथवा अन्य धेरै पनि देखाउन सक्छ। तपाईले यहाँनिर क्लिक गर्नुस्। यहाँ हामीले दिएको छ, बीचमा हामीले देख्न सक्छौं यहाँ चाहिँ $1 बोनस भनेर भनिएको छ। यो $1 बोनस चाहिँ तपाईले सजिलैसँग कमाउन सक्नुहुन्छ। यहाँ हेर्नुस् त, क्रस पोस्ट अर शेयर 6 पोस्ट टु सजेस्टेड ग्रुप एडमिन डिलिटिङ अफ पोस्ट डिस्क्वालिफाई यु भनेर भनिएको छ। भन्नाले तपाईले 6 वटा पोस्ट चाहिँ यहाँ शेयर गर्नुपर्ने हुन्छ कुनै एउटा ग्रुपमा। तर तपाईको पोस्ट एडमिनले डिलिट गरिदिनु भयो भने चाहिँ तपाईको पोस्ट चाहिँ डिस्क्वालिफाई हुनेछ। अब के रहेछन् हामीले हेरौँ। यो सजिलैसँग तपाईले $1 कमाउन सक्नुहुनेछ। यहाँ चाहिँ मेरो 6 वटा मध्ये 5 वटा पुरा भइसकेको छ। अब यो चाहिँ मैले एउटा पुराउने बित्तिकै मेरो $1 यहाँ आउनेछ। भ्यू डिटेल गरौँ। यसमा तपाईले देख्न सक्नुहुन्छ, तल ग्रुप देख्न सक्नुहुन्छ। यो ग्रुपहरुमा चाहिँ तपाईले आफ्नो फेसबुकबाट पोस्ट गर्नुपर्ने हुन्छ। अब कसरी हो ल हेर्नुस्। हामी ग्रुपमा आउँ। यहाँ ग्रुपहरु भ्यू देखेका छन्। यो चाहिँ मैले जोइन गरिसकेको ग्रुप हो। तपाईले यही ग्रुपमा रहेर आफ्नो पोस्टहरु पोस्ट गर्नुपर्ने हुन्छ अथवा शेयर गर्नुपर्ने हुन्छ। यदि तपाईले कुनै ग्रुप जोइन गर्नुभएको छैन भने ग्रुप यसरी पहिले जोइन गर्नुहोस्। अनि यही ग्रुपमा तपाईले ग्रुपको नाम हेर्नुहोस् र ग्रुपमा राखेको प्रोफाइलको पिक्चर हेर्नुहोस् ताकि तपाईलाई पछि सजिलो होस्। अब हामीले यही ग्रुपमा हाम्रो पोस्ट कसरी शेयर गर्ने, कसरी पूरा गर्ने भनेर यहाँ ध्यान दिउँ। तपाईले यहाँ तल शेयर अ पोस्ट भनेर भनिएको छ। पहिले यहाँ थिच्नुहोस्। यहाँ थिचेपछि तपाईको प्रोफाइल खुल्नेछ। प्रोफाइल सार्दै जानुहोस्। प्रोफाइल सार्दै गएपछि तपाईले आफ्नो प्रोफाइलमा भएको कुनै पोस्टहरु त्यो ग्रुपमा तपाईले शेयर गर्नुपर्ने हुन्छ। जस्तै मैले यहाँ सार्दै गए र मैले चाहिँ यो एउटा पोस्ट मैले त्यो ग्रुपमा शेयर गर्छु। कसरी? यहाँ शेयरमा थिच्नुहोस्। त्यसपछि ग्रुपमा जानुहोस्। ग्रुपमा गएपछि अघि हामीले हेरेको ग्रुप यहाँ मध्ये कुन चाहिँ हो है, त्यो ग्रुपमा तपाईले यसरी क्लिक गर्नुहोस्। अघि ग्रुपमा यसरी क्लिक गर्नुहोस्। यसरी क्लिक गरिसकेपछि तपाईले आफ्ना पोस्टहरु त्यहाँ गएर अब शेयर भनेर शेयर गर्नुहोस्। तपाईको पोस्टिङ भनेर भनिरहेको छ। यहाँ चाहिँ शेयर भइसकेको छ है। ल पोस्टेड भयो, शेयर भइसक्यो। अब यो चाहिँ तपाईको केही समयपछि एडमिनले तपाईको पोस्टलाई एप्रुभल गरिदिसकेपछि तपाईको सजिलोसँग देखाउँछ। हामी अघि जस्तै मोनिटाइज जाउँ, केही पर सारौँ अनि $1 बोनसमा हेरौँ। यहाँ चाहिँ तपाईको पूरा भएपछि देखाउन सक्छ। तपाईले यसरी यो च्यालेन्ज चाहिँ पूरा गरेर पैसा सजिलैसँग तपाईले कमाउन सक्नुहुन्छ। धन्यवाद। यस्तै भिडियोको लागि तपाईले शेयर गर्दै गर्नुहोला, लाइक गर्दै गर्नुहोला, सपोर्ट गर्दै गर्नुहोला है त। धन्यवाद।